सकले थन ह्योने मञ्च ह्योने डोपति मेचे शान्तपूर्वक चनादित विजात सकलसित इना व्यञ्जन डक्लेन हापाजी सतन आसन ग्रहण लियो ज्याजन यहाँके हुनाले पा जी पद्मदाई प्रति जीसँग चाहिँ छजा मौन चना जीसँग वेका प्रति मौन धारण ल्याए ज्याजन अरे जीसँग थन फनते जी व्यक्तित्व थगो चाहिँ श्रद्धा व्यक्त याद चाट्यौँ पनि जे हने बाबी व्यक्तित्व पनि नाच गाछि कुण्ड बोलु कनाइन के दिन वेका पनि ख ता अथे श्याम श्रेष्ठ जो वेका नागरिक आन्दोलन या हेलवा ख अथे ओम गुरुङ लेख्न थन बनाते दु वेका थन जाना रुको दु वेका प्रवक्ता आदि पद्मरत्न दाइया सहकर्मी था अथे हे जी ईश्वर पोखरेल जो जी हनेबम ईश्वर पोखरेल जो वेका अले छि नेवा हेलवा अले साहित्यकार भाजो मन के सुन्दर अले छिसा थन वनचना पि बोलिन तेसौं उपसमो सुख संसार अनित्य ख हनेबम पद्मरत्न तुलाधर जो या त नुगले तया छजा मौन जिया वेकैट छिस लुमंका चञ्चना सक्षित सुभादे छै चञ्चना दिउने मेज खाली डोली याना हने बाबे छिपिन्ट चाहिँ मेज चना दिए चाहिँ विशेष इना व्यञ्जन वेकै निम्ति थदबु चिस समर्पण याञ्चना वेकै देशान चञ्चना अथ जिया थदबु फनजों ख हाम्रो यो मञ्च किन खाली भयो यसमा केवल हाम्रो पद्मरत्न उहाँ मात्रै बस्न लायक जस्तो हामीलाई लागेको हुनाले उहाँको निमित्त हामीले यो मञ्च उहाँलाई समर्पण गरेका छौँ। आजको ज्याजो कथा नेपाल परम्परागत बौद्ध सङ्घ पाखे धारणी पाठ यानी विजेता वस्पल गुर्जुपिन्त थन दबुले बना चञ्चना आउन सक्ने हल्लाउन सक्ने व्यक्तित्व हाम्रा पद्मरत्न आज हामी माझ छैनौँ। उहाँ मौन हुनुहुन्छ। आउनुस् उनै पद्मरत्नलाई उहाँको गुण स्मरण गरी उनको आह्वानलाई हृदयङ्गम गरी उनको तस्बिरमा फूलको माला हामी पनि मौन भई सश्रद्धाले अर्पण गरौँ। चास सक्षित जी सक्ष्य अतिको हनेबामा व्यक्तित्व बोलो जी हने बाते गुरु पी लिपा जी बोला चंचना स्वामा देखाता जी हने बामा जनकवि दुर्गालाल श्रेष्ठ जी वे पाया लियो जी हने बामा साउदे लक्ष्मीदास मानन भट्ट अना जी नेवान लो साहित्यकार भाजो मल्ल के सुन्दर जी अना लियो जी हने बामा मानव अधिकारवादी हेलोवा दमननाथ ढुङ्गाना जो चाहिँ पद्मरत्न दाइया त्यसमा अतिको सत्यमा सहकर्मी जो अनाची सङ्घीय समाजवादी या वरिष्ठ नेता श्री अशोक राई जो सुशील प्याकरेल जो ओम गुरुङ जो थनथना चञ्चना जे नेवादी दबो या नरेश तामाका जो त्रिपुराम श्रेष्ठ जो सकलसित बोलौँ शान्तपूर्वक स्वामा देखाएका स्वामो देखाएका श्रद्धा पिताले बना चञ्चना बोलौँ चाहिँदैछ एउटा सुमन व्यक्त याद जे खन दबले यस मञ्चमा म सादर अनुरोध गर्दछु श्री गोविन्द छन्त्यालज्यूलाई यस मञ्चमा उहाँ श्री गोविन्द छन्त्याल उहाँ उपाध्यक्ष हुनुहुन्छ आदिवासी जनजाति महासङ्घ जी क्षमा फनाजना डक्ले नापा हन्दबुली जी सक्ष्या हनिबामा जनकवि दुर्गालाल श्रेष्ठ दिया पद्मरत्न जो प्रति खागो लुगो ख अथवा श्रद्धाया छु लुगो ख कलेता वेपैत जी डक्ले नापा बोल्न चञ्चना जी हने बहमा जनकवि दुर्गालाल श्रेष्ठ मानव अधिकारवादी आन्दोलनका अग्रणी श्री हाम्रा सम्माननीय प्रधानमन्त्री ज्यूको सल्लाहकार श्री सुशील प्याकुरेलजीलाई यस मञ्चमा शब्द सुमन व्यक्त गर्न हुनका लागि सादर अनुरोध गर्दछु। श्री सुशील प्याकुरेल हाम्रा सम्माननीय राष्ट्रपतिका सल्लाहकार
मानव अधिकारवादी आन्दोलनका अग्रणी श्री सुशील प्याकुरेलजीबाट हाम्रा पद्मरत्न तुलाजुप्रति जुन शब्द सुमन व्यक्त गर्नुभयो, उहाँको समयाभावको कारणले हामीले यस कार्यक्रममा अलि तलमाथि गरेका छौँ। उहाँलाई हार्दिक धन्यवाद। थौको भावना जनजनया नुकुले जन भत्की कुम व्यक्ति छे जक मजुसी जनजनया व्यक्ति जी सकलसिया व्यक्ति जी राष्ट्रीय व्यक्तित्व जी उक्तमय जी पद्मदाय राष्ट्रीय व्यक्तित्व जी अभिवृद्धि आवेका प्रति थौको शब्द सुमन हाम्रा पद्मदाय प्रति शब्द सुमन भावपूर्ण शब्द सुमन व्यक्त गर्नुको निमित्त म आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रवक्ता डाक्टर ओम गुरुङजीलाई यस मञ्चमा सादर अनुरोध गर्दछु। डाक्टर ओम गुरुङ, उहाँ फ्याफुल्ला भन्ने ठाउँमा पनि भन्ने सभामा पनि जानुहुन्छ, सेवारो भन्ने ठाउँमा, टासी डेले भन्ने ठाउँमा, नमस्कार भन्ने ठाउँमा, जोजोलपा भन्ने ठाउँमा विभिन्न सङ्घ संस्थामा उहाँ जानुहुन्थ्यो। उहाँले सबैलाई चाहिँ आह्वान गर्नुहुन्थ्यो, हामी सबै एक हौँ, विभेदको अन्त्य गरौँ भन्ने चाहिँ त्यस्तो आफ्नो भावना व्यक्त गर्नुहुने हाम्रा पद्मरत्नज्यू उहाँ हामी माझ नभए पनि हामी सबै माझ हामीले वर्णन गरौँ, उहाँ हामी माझ अझै हुनुहुन्छ, उहाँ अमर हुनुहुन्छ। चिक्ने निहने नेवा नेलुवा साहित्यकार मैजो सत्यभामा माध्यमा जोइता थाउको लुगख पंखा देता अनुरोध याचना मैजो सत्यभामा माध्यमा हाम्रो यस नेपाल सम्वत 1139 को 9औं समारोह समितिको अध्यक्ष सत्यभामा माध्यमाज्यू उहाँले भन्नुभयो यसपालि उहाँलाई चाहिँ अध्यक्षमा सबैले चाहिँ मनोनित गर्दाखेरि अझै पनि पद्मरत्नज्यूले हाम्रो नेपाल सम्बन्धको आन्दोलन अझै पुरा भएको छैन, हामीले पाउनुपर्ने जुन अधिकार हो अझै हामीले पाएको छैन, जुन विभेदको जुन संस्कार छ त्यसलाई चिर्नु अझै बाँकी छ भन्ने उहाँमा भावना आयो भनेर जुन भावना व्यक्त गर्नुभयो सत्यभामाज्यूलाई हार्दिक धन्यवाद व्यक्त आफ्नो शुभाकांक्षी छैन। जीव ज्याजो ताहाका मन्त एजुगले तो श्रद्धाञ्जलि ज्याजो ख जे हरिबपी सक्षित पतिजा शान्तपूर्वक चनादित जे विशेष इनाम मानव अधिकारवादी नेता हाम्रो पद्मरत्नदायको सहकर्मी अत्यन्त प्रिय हाम्रा दमननाथ ढुङ्गानाज्यू उहाँको शब्द सुमनको निमित्त हामीले चाहिँ बाटो पर्खौँ। उहाँलाई सादर अनुरोध गरेँ। श्री दमननाथ ढुङ्गाना, हार्दिक धन्यवाद। मानव अधिकारवादी नेता हाम्रा पद्मरत्नदायका प्रिय नृत्य दमननाथ ढुङ्गानाज्यू उहाँको शब्द सुमनको निमित्त हार्दिक धन्यवाद। चिसङ थनखना जना तम ह्युल छोजती गुरुङ केन्द्रीय परिषद केन्द्रीय समिति पाखे श्रद्धाञ्जलि किस्म व्यक्तयन्तर ममा क्युई समानताले मिमै हकै लागिरी थेवा कै थेवा हि थेवा पद्मरत्न तुलादर लै सन्होई लेन छ्याङ्जलो पिबो थो वेको थी संसप्ता सक्स्यौ निम्ति सतया हाम्रो व्यक्तित्व जोडे ठुलो थी जनजाति पाके थी कठ श्रद्धाञ्जलि थाना पोङ्गोको जरा ठुलो श्रद्धाञ्जलि ग्यासो आज पनि भने नेवान हेलवा साहित्यकार आज मन के सुन्दर जुयादा जे हनि बाउमा पद्मरत्नज्यू प्रति थाउको लुगा खान व्यक्त यन्दिता इनाम हुन्छ। ईश्वर पोखरेलजीलाई हाम्रा पद्मरत्नज्यू प्रति शब्द सुमन व्यक्त गर्नुहुनुको लागि सादर अनुरोध गर्दछु। श्री ईश्वर पोखरेल सादर धन्यवाद व्यक्त गर्न चाहन्छौँ। नेपाल सरकारको तर्फबाट हाम्रो वसाखबाट आमन्त्रणमा आउनुभएका
माननीय उप प्रधानमन्त्री तथा रक्षा मन्त्री श्री ईश्वर पोखरेल उहाँको भावअनुसार हाम्रा पद्मरत्न जनताका नेता हुन्। त्यसैले उहाँलाई अमर पार्ने काम अमर गर्ने काम हामी जनताको उहाँको भावनाप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। मकुदेवी भाषा अवधि सांस्कृतिक विकास परिषद खटेमा रहेको छ। मातृभाषा समानता और मानव अधिकार के खातिर आवाज उठाने वाले अग्रणी नेता पद्मरत्न तुलाधर का हार्दिक श्रद्धांजलि अर्पित किया जाता है। थी भाषा हम जिस मेघलो खना नेपाल तामाङ गेदुङ पाके हार्दिक श्रद्धांजलि थाउ शब्द ढुङ्गाल प्रसालबा त्यहाँ अब यप्पो कथन चाहिँ जिथाउ ब्यानर गया कथाको भावना थन व्यक्त यावत कति सकलसित दिनुभलन्छ सुराले चाहिँ जना आहानी बाबे छकुने हने कतले दिपामा बक्ता या रूपे नागरिक आन्दोलन या नेरुवा आज श्याम श्रेष्ठ जुना तन्दबुले भन्न जना वेगा कतले दिपामा जी बक्ता कथन थन बन्न जना दुनुको लानिसे सुराले चाहिँ जना नेवा तो नागरिक अभियान या हेलुआ नागरिक अधिकार मानव अधिकार या हेलुआ भजो श्याम श्रेष्ठ जो वेपछि दठिया कथे दिपामा वक्ता ख जी पद्मरत्न तुलाधर विचा मोजा गोसा खलाया उजकासे ठाउँजी नेगोपे ठुलो जनसमुदाय या चेके सक्षित चेकने ई या त चेकने धैर्य त चेकने भावना त शोभा देखाए त खन पत्रकार साहित्यकार केजा बाजु सुरेश किरण मानन त बना अले जिन ठोजिया जो बाके बाइबेलको पूजा खना जना ज्याजो या समापन बचाउ सजना केजा बाजु या चेकने बियादी सुभा